मोटे धरतीको बोझ के खान आइस? ओहो, बोल्ने बाँदर? मैले त अहिलेसम्म देखेदिन कि हजुर भगवानको रूप हो। म त फूल खोज्न जङ्गलतर्फ जाँदै थिएँ गुरुदेव। कृपया हजुरको पुच्छर हटाउनुहोस्। ए मोटे मानव, मैले त तँलाई शिवजीको वाहन भनेर झुकेको। बुढा आँखाले देख्नै गाह्रो भयो। को हो त? के हो तेरो नाम? वायुदेवको पुत्र, 5 पाण्डव मध्ये एक, सबैभन्दा शक्तिशाली भीम हो। वायुले उडाउन चेतना नि नगर्न सक्ने त भैँसी रूपी मानव, चाट्टै पाण्डव खाएको जसो देखिने भकारी तेरो ज्यान कसोलाई बल ठानेर शक्तिशाली हुँ भन्ने अहंकार गर्छस्? यो शरीर बोकेर यहाँसम्म कसरी आइस? मै अचम्मित छु। जुन बाटो आइस त्यही बाटो फर्की। बुढो बाँदर, केरा बाहेक केही कुरो चबाउन नसक्ने उमेरमा मसँग न्यु खोज्छस्? आफ्नो पुच्छर हटा र मलाई जान दे। ए मोटे भैँसी, म मेरो पुच्छर हटाउँदिन। धरती मातालाई बोझ दिएर पनि पुगेन तँलाई? अझै कति पाप गर्छस्? त साला सुँगुर, त भन्दा त सजिलो सुमेरु पर्वत बोक्न थियो। फर्किहाल त, सुत्न दे मलाई। ओइ झाँटु बाँदर, मलाई पापी भन्छस्? अरू हिँड्ने बाटो छेकेर बसेछस् त यहाँ। जा कुनै अरू रुखमा गएर बस, नत्र तँलाई टिपेर फालिदिनु पर्ला। ए मोटे, तैँले आफ्नो दिमाग पनि खाइसकिस् क्या? त जस्तो घमण्डी भैँसी आजसम्म मैले देखेको थिइनँ। तँलाई यदि आफ्नो बलमा यति अहंकार छ भने मेरो पुच्छर हटाएर देखा। तँलाई बाँदर बाटो भयो भने के हुन्छ थाहा रहेनछ। यही पुच्छर समातेर रोइ रोइती घुमाएर फाल्नु पर्ला। साला मोटे, पाण्डुको छोरा गाण्डु, उठा मेरो पुच्छर, देखा तेरो बल। पाण्डव होइन पाण्डा होस् त। उठा मेरो पुच्छर। सरी गुरुदेव। It's okay, my child.